चितवन जिल्ला समिति 2 नम्बर निर्वाचन क्षेत्र अन्तर्गत कालिका नगरपालिकाको यो 7 नम्बर वडाको निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन कार्यक्रमका अध्यक्ष आदरणीय यस वडाका पार्टी अध्यक्ष गुम्रेट र यस कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आदरणीय रामदोष जल्लाकोटी विवेक कमरेड, सहयोगता प्रदेश समितिका सदस्य कमरेडहरू, पालिकाका अध्यक्ष, सचिव र तपाईँ सम्पूर्ण कमरेडहरूमा र वरपर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार मित्रहरू, सबैमा म नेपाली कम्युनिस्ट पार्टी 2 नम्बर निर्वाचन क्षेत्र चितवनको उम्मेद्वार प्रताप गुरुङको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। हामी यस्तो ठाउँमा कार्यक्रम गर्दैछौँ, यो इतिहास बोकेको ठाउँ हो, साबिक जुटपानी गाविस, जो आजभन्दा 48 वर्ष अगाडि पनि विद्रोहको झण्डा उठाउने एउटा गाविस हो। क्रान्तिकारी चेतना राख्ने, क्रान्तिकारी चेत राख्ने, परिवर्तन चाहने 48 वर्ष अगाडि पनि सपना देख्ने ठाउँमा हामी कार्यक्रम गर्दैछौँ। 48 वर्ष अगाडि देखेको सपनालाई हामीले मूर्त रूप दिँदै 52 सालबाट जनिन्द गर्यौं। 10 वर्षमा त्यसैको जगमा भएको 62-63 को आन्दोलन, जसले नेपालमा 240 वर्ष अगाडिदेखि विद्यमान रहेको सामन्ती केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थालाई ध्वंस गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हामीले स्थापना गर्यौं र यो व्यवस्था हामीले फेर्यौं, व्यवस्था ल्यायौं। त्यो संघीय लोकतान्त्रिक गणतन्त्र आइसके पछाडि हाम्रा धेरै अधिकारहरू सुनिश्चित भएका छन्। आज 48 सालको वरिपरि महिलाहरूको चाहिँ अधिकार राजनीतिक तहमा, नीति निर्माणको तहमा 5% भन्दा थिएन। आज 33% महिलाहरूको सहभागिता सुनिश्चित भएको छ। आज त्यो अधिकार अझै अपुग भएको छ। त्यो अधिकारलाई 50% पुर्याउनु पर्ने लक्ष्य छ र त्यो नेपाली कम्युनिस्ट पार्टीबाट मात्रै सम्भव छ। त्यो पुर्याउनको निमित्त पनि प्रताप गुरुङ चाहिँ उम्मेद्वार बनेर यहाँहरूको बीचमा आएको छु। यति मात्र होइन, यो नेपालमा 3 करोड मान्छेहरू बस्छन्, जसमध्ये 13% मानिसहरू आज पनि दलित समुदायबाट चाहिँ परिचित छ। त्यो समुदाय आज पनि कानूनमा जे जस्तो लेखिए पनि आज समाजमा व्यवहारिक हिसाबले जातीय विभेदबाट चाहिँ पूर्ण रूपमा मुक्ति भएको हामीले पाइरहेका छैनौँ। त्यो समुदायलाई पनि साँच्चै व्यवहारिक हिसाबले हामी सबै मान्छे एउटै त हो नि भन्ने भावनाको विकास गर्न जरुरी छ। त्यो व्यवहारको विकास गर्न जरुरी छ। त्यसको निमित्त पनि मेरो उम्मेदवारी हो। हामी सबैलाई थाहा छ, आज किसानहरूले समयमा मल पाएको छैन, समयमा बिउ पाएको छैन। किसानहरूले जसो तसो 6 महिना वर्ष दिन दुःख गरेर उत्पादन गरेको वस्तु बजारमा बेच्न लैजाँदाखेरिमा त्यो वस्तुको मूल्य निर्धारण गर्ने मान्छे कोही बिचौलिया हुन्छ। त्यो बिचौलियाको हातमा यो राष्ट्र चलिरहेको छ। त्यो बिचौलियाको अन्त्य गर्दै किसानहरूले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चित गर्ने, मूल्यको सुनिश्चित गर्ने नीति निर्माणको निमित्त पनि प्रताप गुरुङको उम्मेदवारी हो। यति मात्र होइन, आज यो 2 नम्बर निर्वाचन क्षेत्र जहाँ नेपालकै अल्पसंख्यक जाति चेपाङ समुदाय जो नेपालमा 84,000 को संख्यामा छ भने यो निर्वाचन क्षेत्रमा 20,000 को संख्यामा छ। त्यो जाति आज पनि राज्यको मूलधारमा आउन सकेको छैन, समाजको मूलधारमा आउन सकेको छैन। आज पनि खाली खुट्टा चाहिँ भारी बोकेर चाहिँ लेख र बेसी हुनु परेको छ। आज पनि खरको छाना मुनि चाहिँ आफ्नो बास काट्न बाध्य भएका छन्। ती अल्पसंख्यक जातिलाई राज्यको मूलधारमा ल्याउनको निमित्त, समाजको मूलधारमा ल्याउनको निमित्त ती अल्पसंख्यक र पिछडिएका जातिलाई पनि शिक्षा र स्वास्थ्यमा, रोजगारमा सहज पहुँच बनाउनको निमित्त पनि प्रताप गुरुङको उम्मेदवारी हो। यहाँ थुप्रै सुकुम्बासीहरू हुनुहुन्छ, आज पनि चाहिँ 50 वर्षभन्दा अगाडिदेखि बसोबास गरिरहेको छ, भोग चलन गरिरहेको छ, तर लाल पूजा पाउन सकेको छैन।
लाल पूर्जा दिने नाउँमा सुकुम्बासीहरूलाई राजनैतिक चाहिँ एउटा आग्रह र पूर्वाग्रहको आधारमा राजनीति गर्ने अखडा मात्रै बनाइरहेको छ। त्यसो हुनाले साँचो अर्थमा भूमिहीन सुकुम्बासीहरूलाई लाल पूजा दिनको निमित्त पनि होला त्यहाँ वन मन्त्रालयका थुप्रै कानुन ऐनहरू संशोधन गर्नुपर्ने हुन सक्छ। सुकुम्बासी आयोगका थुप्रै नियमहरू संशोधन गर्नुपर्ने हुन सक्छ। ती ऐन कानुनहरू संशोधन गरेर भए पनि सुकुम्बासीहरूलाई फेरि वास्तविक सुकुम्बासीहरूलाई लाल पूजा दिने कानुन बनाउनको निमित्त पनि मेरो उम्मेदवारी हो। र आज मजदुरहरू यति समस्यामा छन्। जब नेपाली कम्युनिस्ट पार्टी कमजोर हुँदै जान्छन्, मजदुरका पेशागत हक र अधिकारहरू लुटिँदै जान्छन्, घटाउँदै लगिन्छन्। आज नेपालमा श्रम ऐन बनेको छ। त्यो श्रम ऐन, त्यो श्रम कानुन दलाल पुँजीपतिहरूको पक्षमा छ। आज ठूला चाहिँ प्रतिष्ठानहरू छ जहाँ काम गर्ने मजदुरहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि दिएको छैन। त्यसो हुनाले आज यो मुलुकमा रहेका श्रमिक वर्गहरूको पक्षमा श्रम ऐन लेख्नको निमित्त, श्रम ऐन कानुन बनाउनको निमित्त पनि प्रताप गुरुङको उम्मेदवारी हो। त्यसो हुनाले हामी यी यावत प्रतिबद्धताहरू बोकेर जनताको बीचमा आएका छौँ र यो प्रतिबद्धता पूरा गर्नको निमित्त नेपाली कम्युनिस्ट पार्टीले जित्नुको विकल्प छैन। यसको यो क्षेत्रको प्रतिनिधित्व गर्दै प्रताप गुरुङ अगाडि बढेको छ। र हामीले इतिहासतिर फर्केर हेर्ने हो भने 2048 सालदेखि आज 34 वर्ष भयो। 34 वर्षमा हामीले यो क्षेत्रमा 8वटा चुनाव भएछन्। 8वटा चुनाव मध्ये 6 जना सांसद हामीले पायौं। ती 6 जना हाम्रा विगतका सांसदज्यूहरूले के कति काम गर्नुभयो भन्ने फेरिस्त तपाईहरू सामु छर्लङ्ग नै छ। त्यसो हुनाले म के भन्दैछु भने ती 6 जना सांसदहरूले कति गर्नुभयो, कति गर्नु भ्याउनु भएन, गर्न सक्नु भएन, गर्ने इच्छा राख्नु भएन, त्यो फरक कुरा हो। उहाँहरूले नसकेका नभ्याएका कामहरू पूरा गर्ने प्रतिबद्धताको निमित्त पनि मेरो उम्मेदवारी हो। त्यसकारण आज हामीले यो क्षेत्रलाई 3 वर्षदेखि विकासको बन्धक भएको छ। यो क्षेत्रका जनताका आवाज संसदमा गुन्जाउन सकिरहेका छैनन् किनकि हाम्रा निवर्तमान माननीय ज्यू आफ्नै व्यक्तिगत लफडाले कता कता भुल्नुभयो। उम्मेदवारी दर्ता गर्न समेत आउन सक्नु भएन। त्यसकारण कसैको व्यक्तिगत मामलाले गर्दाखेरिमा यो क्षेत्रका 1,37,000 मतदाताहरू, करिब 3 लाख जनताहरू विकास र सुशासनबाट बन्धक बन्नु हुँदैन भन्ने कुराको विकल्प दिनको निमित्त पनि प्रताप गुरुङको उम्मेदवारी हो। हामीले हेर्यौं, हामीले विश्वास गर्यौं, हाम्रो विश्वासमाथि कुठाराघात भएको छ, हाम्रो अभिमानमाथि अपमान भएको छ। त्यसकारण यो क्षेत्रको जनताको मतलाई सम्मान गर्नको निमित्त पनि मेरो उम्मेदवारी हो। र यो सँगसँगै यो कालिका नगरपालिका आफैमा महत्त्वपूर्ण पालिका हो र यो पालिकालाई हामीले सोचिरहेका छौँ। हामीले यही पालिकाभित्र शक्तिपुर औद्योगिक क्षेत्रको चाहिँ स्थापना गर्ने त्यो नीतिगत निर्णय पहिले भइसकेको थियो। त्यो नीतिगत निर्णयलाई चाहिँ कार्यान्वयन गर्नको निमित्त यही शक्तिपुर जहाँ चाहिँ हिजो जनमुक्ति सेनानीको चाहिँ क्याम्प थियो त्यही पेरिफेरीमा औद्योगिक क्षेत्र स्थापना गर्ने र स्थानीय स्तरमा रोजगारको सृजना गर्ने हाम्रो लक्ष्य रहनेछ। त्यो कार्यान्वयन गर्ने मात्रै बाँकी छ। नीतिगत तहमा टुङ्गिएर बसेको विषयमा छ। त्यसकारण त्यो कार्यान्वयन गर्ने जिम्मेवारी सहितको मेरो उम्मेदवारी हो। र यति मात्र होइन, यो कालिका नगरपालिकामा अहिलेसम्म एउटा पनि बहुमुखी आङ्गिक क्याम्पस छैन। यहाँ बहुमुखी आङ्गिक क्याम्पस स्थापना गरिनेछ र यहाँ सुविधा सम्पन्न पालिका स्तरका हस्पिटलहरू हुन त नीतिगत हिसाबले अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा नै
एउटा पालिकामा 2500 चाहिँ हस्पिटलहरू निर्माण गर्ने नीतिगत निर्णय भइसकेको छ। यहाँ कुन चरणमा पुगेको छ त्यो जहाँ जहाँ पुगेको भए पनि त्यो एउटा पालिका स्तरको सेवा सुविधा सम्पन्न हस्पिटल निर्माण गर्नको निमित्त पनि मेरो उम्मेदवारी हो। त्यस्तै सँगसँगै यो कालिका नगरपालिकालाई हामी पर्यटकीय क्षेत्रको रूपमा पनि विकास गर्न सक्छौँ। चाहे त्यो कालिका मन्दिर किन नहोस्, चाहे सिद्धि झरना किन नहोस्, चाहे त्यो भैरवी थानको मन्दिर किन नहोस्, त्यो सारा चाहिँ पर्यटकीय स्थलहरूलाई हामीले प्रचार गर्ने एउटा मैले के सोचिरहेको छु भने क्षेत्रीय स्तरमा एउटा पर्यटन बोर्ड गठन गर्ने, त्यो पर्यटन बोर्डको माध्यमबाट निजी क्षेत्रलाई पनि सहभागिता गरेर राष्ट्रिय रूपमा तथा अन्तर्राष्ट्रिय रूपमा यसलाई व्यापक प्रचार गरेर हामीले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउन सक्छौँ, जसबाट यो पालिकाले थुप्रै आम्दानी गर्न सक्छ, त्यहाँ थुप्रै रोजगारको सृजना हुन सक्छ र योबाट पनि हामीले आत्मनिर्भर पालिका, आत्मनिर्भर यो निर्वाचन क्षेत्र बनाउन सक्छौँ। त्यसो हुनाले हामी सम्पूर्ण साथीहरू अहिले हामी यो निर्वाचन क्षेत्रमा जितको सन्निकहरू भिएका छ। हाम्रा जितका थुप्रै आधारहरू छन्। हामी अहिले नेपालमा 6 सालमा स्थापना भएको कम्युनिस्ट पार्टी 19 सालबाट टुटफुट विभाजनको दिशामा गयो र जसले कम्युनिस्ट र वामपन्थी सोच र विचार राख्ने मानिसहरू निराश भए। त्यो निराशाको अभिव्यक्ति विगतका निर्वाचनहरूमा अन्त चाहिँ डाइभर्ट भए। अब हामी एकताको सन्देश लिएर आउँदैछौँ। आज यो मुलुकमा टुटफुट विभाजनबाट ग्रसित भएको कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउँदै आज 19-20 वटा भन्दा बढी कम्युनिस्ट पार्टीहरू एकै ठाउँमा मिलेर हामी नेपाली कम्युनिस्ट पार्टी बनाएर अगाडि आएका छौँ। त्यसकारण एकताको सन्देशसँगै हामी उत्साहित भएर अगाडि बढ्यौँ भने विजयको पहिलो आधार नै पार्टीको विचार, त्यो विचारको आधारमा बन्ने संगठन र यो एकता नै हाम्रो विजयको पहिलो आधार हो। र इतिहासतिर फर्केर हेर्ने हो भने 2 नम्बर निर्वाचन क्षेत्र 48 सालदेखि अहिलेसम्म 8 वटा चुनाव भए। 8 वटा चुनावमा 56 सालमा नेपाली कांग्रेसको एकनाथ राणा बाहेक र अहिले 2 पटक 79 को निर्वाचनमा रवि लामिछाने बाहेक अरु 5 वटा निर्वाचनमा कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिले जितेको इतिहास छ। त्यसो हुनाले यो क्षेत्रका जनता कम्युनिस्ट विचारप्रति, वामपन्थी विचारप्रति आस्था राख्छन् र यो क्षेत्रका जनता सधैँ परिवर्तन र रूपान्तरणको पक्षमा हुन्छ भन्ने कुरा यो इतिहासले देखाएको छ र यो क्षेत्रको जनताले अब रूपान्तरण खोजेको छ, विकल्प खोजेको छ। धेरैलाई हेरौँ, धेरै पटक अब प्रताप गुरुङलाई हेरौँ एक पटक भन्ने नाराका साथ हामी अगाडि जाउँ। हाम्रो जित सुनिश्चित छ। सबैजना एकताबद्ध हुने। हिजो के भए त्यो बिर्सिनुहोस्। यो आन्दोलनमा धेरै चिज हुन्छ। आज हेर्नुहोस् र भोलिको सपना बुन्नुहोस्, उज्जवल भविष्य हेर्नुहोस्, उज्जवल सपना हेर्नुहोस्। उज्जवल सपना देख्यौँ भने हामीले हाम्रो भविष्य देख्छौँ। त्यसो हुनाले विगतलाई बिर्सेर हामी नयाँ सपना, नयाँ बाटो, नयाँ चाहिँ सोच र लक्ष्यका साथ अगाडि बढौँ। हाम्रो एकतामय विजयको चाहिँ सम्भव छ। सबै साथीहरू अहिले हामी उत्साहित भएर लाग्न अनुरोध गर्न चाहन्छु। हामी सरसर्ती अहिले चाहिँ यो निर्वाचन क्षेत्रमा 28 वटा वडा छ। कहाँ के भएर होला भन्ने तपाईँलाई लागिरह होला। अहिले हामी भरतपुरतिर सबै ठाउँ लगभग हामी पुगिसकेका छौँ। अहिले यो पार्टी एकताले धेरै उत्साहित भएको छ। अहिले हामी 12 वर्ष पछाडि आफ्नै पार्टीको चुनाव चिन्हमा एकल ढङ्गबाट प्रतिनिधि सभाको चुनाव लड्दैछौँ। त्यसकारणले सम्पूर्ण साथीहरू उत्साहित हुनु भएको छ। इच्छा कामनामा पनि त्यस्तै उत्साहित हुनु भएको छ। र कालिका नगरपालिकामा अस्ति 3 नम्बर वडाको पार्टी कार्यालय निर्वाचन प्रचार कार्यालयको उद्घाटन कार्यक्रमले पनि हामीलाई उत्साहित बनाएको छ। यो उत्साहलाई अब हामी 33 दिनसम्म मर्न नदिउँ। 33 दिनसम्म हामी जहाँ जहाँ हुन्छौँ, चिया खाना हुन्छ, मेलापात जाँदा हुन्छ, दाउरा घाँस गर्दा हुन्छ, हामी जहाँ छौँ, जागिरमा आउँछौँ, जहाँ हुन्छौँ 33 दिन चुनाव तारा नेपाली कम्युनिस्ट पार्टी मात्रै सम्झेर याद गरेर हिँडौँ।
विजय सुनिश्चित गरौँ। विजय भएपछि 5 वर्ष फेरि म यहीको जनताको सेवक बनेर अहोरात्र 24 घण्टा खट्ने प्रतिबद्धता पनि व्यक्त गर्दै आउँदै गरेको फागुन 21 गतेको निर्वाचनमा चितवन क्षेत्र नम्बर 2 का उम्मेद्वार तारा ध्वजाभाग उम्मेद्वार म प्रताप गुरुङलाई तारा चिन्हमा मतदान गरेर अत्यधिक बहुमत विजय गराउन हार्दिक अपील गर्दै बिदा हुन्छु। धन्यवाद।